के तपाईहरूलाई पनि यसरी नै जिरेनियम फुल आफ्नो घरमा फुल्याउने मन छ? यदि त्यसो हो भने मैले जानेका केही कुराहरू म यहाँ राख्छु, राम्रोसँग हेर्नुहोला। यो चाहिँ मैले 15 दिन अगाडि कटिङ गरेर राखिएको बिरुवा हो र अहिले यो सार्नको लागि योग्य भइसकेको छ, जसको लागि मैले आवश्यक मात्रामा पात पतिङ्गर, गाईको गोबर, माटो र बालुवा मिक्स गरेर तयार पारेको छु। जिरेनियमको लागि चाहिँ पात पतिङ्गर एकदमै बेस्ट हो। हजुरहरूले पात पतिङ्गरलाई मात्र पनि लगाउन सक्नुहुन्छ, तर मैले यो पालि चाहिँ सबै कुरा मिक्स गरेको छु। अब चाहिँ मैले बिरुवा उखाल्न जाँदैछु। कसरी जरा आएको छ वा छैन म हेर्छु है त। हेर्नुहोस् त कति राम्रो जरा उम्रिएको। मात्र 2 हप्ताको बेना हो यो। अब मैले गमला फुल सार्नको लागि रेडी गर्दैछु र मैले सम्पूर्ण गमलाहरूमा चाहिँ बोट बिरुवा कुन कुन सार्ने भनेर पनि रेडी गरेको छु। र मैले चाहिँ यो फुलहरू जिरेनियम फुल सारिसकेपछिको भिडियो पनि क्याप्चर गरेको छु। यो चाहिँ मेरो यस्तो देखियो है त आजको जिरेनियम फुलको भिडियो।